पहिले हामी घटना दर्ताबाट सुरु भयो। यहाँ घटना जन्म जुन बच्चाको जन्म हुन्छ Welcome to ND Entrepreneurship Club. This is our location series, episode 11. We visited a ward office. अब हामी आइसकेछौँ वडा कार्यालय 4 मा र हामी भित्र गएर अन्तर्वार्ता गर्नेछौँ To understand its role, services and impact on citizens. वडा 4 पुग्नको लागि तपाईँ जोसँग पनि सोध्दा हुन्छ बिर्ता बजार, बिर्ता माछा बजार अनि एकदमै माछा बजार पपुलर छ, तपाईँ सोध्नुहुन्छ यहाँ आइपुग्नुहुन्छ। मेबी कमिङ सर। नमस्ते सर, हामी आफ्नो नेपाल डिजिटल एजुकेसन ट्रेनिङ एन्ड कोचिङ सेन्टरबाट आएका छौँ। हाम्रो संस्थाको लोकेसन सिरिज सञ्चार कार्यक्रम मार्फत स्थानीय सरकारद्वारा गरिने सेवा, नागरिकले प्राप्त हुने सुविधा तथा वडा कार्यालयले गरिने कार्यहरूको बारेमा हामी यस्तै छोटो अन्तर्वार्ता भिडियो त्यहाँका प्रमुखसँग गर्नेछौँ। सुरुमा सर हजुरको परिचय। मेरो नाम श्रीराम प्रसाद सिंह हो। म वडा नम्बर 4 को वडा सचिव प्लस म यहाँका वडाको अधिकृत पनि मेरो पद चाहिँ अधिकृत छैटो हो। म जागिर गरेको नगरपालिकामा 2055 सालदेखि काम गर्छु र यहाँको वडा कार्यालयबाट नागरिकहरूलाई के सुविधाहरू प्राप्त हुन्छ? यहाँबाट हामीले नागरिकलाई सुविधा दिनुपर्ने सम्बन्ध पहिले हामी घटना दर्ताबाट सुरु भयो। यहाँ घटना जन्म जुन बच्चाको जन्म हुन्छ त्यसको जन्म दर्ता हामी बनाउँछ। कुनै व्यक्तिको मृत्यु भएछ भने उसको मृत्यु दर्ता बनाउँछ। कुनै व्यक्तिले सम्बन्ध विच्छेद गरेछ भने उसको हामी सम्बन्ध विच्छेदको प्रमाणपत्र दिन्छ। त्यसपछि हामी उसले विवाह गरेछ भने विवाह दर्ताको प्रमाणपत्र श्रीमान श्रीमतीलाई राखेर विवाह दर्ता पनि गर्ने गर्छ। अन्य सेवाहरू पनि छ, जसरी वडाध्यक्षज्यूले गर्ने काम नागरिकतामा उहाँले गर्नुहुन्छ। जसरी नाता प्रमाणित भयो त्यसमा उहाँले गर्नुहुन्छ। त्यो अन्य धेरै सिफारिसहरू जुन आउँछन् त्यसको, किनभने कि स्थानीय निकाय भनेको एउटा तल्लोबाट नै यहीँबाट सिफारिस भएर हुने कामहरू सरकारी अफिसहरूमा यहीँको सिफारिसबाट माध्यम बन्दै जान्छ। किनभने मालपोत भयो अथवा कुनै पनि सरकारी अफिस यो कार्यालय भयो, चाहे जुनसुकै पनि सरकारी नेपाल सरकारको बाट स्थानीय निकायको सिफारिसबाट नै काम हुने गर्छ। यहाँ सेवा लिने प्रक्रिया के रहेको छ? सेवा लिने प्रक्रियामा अब तपाईको जुन प्रक्रियाका कामहरू छन्, जसरी घटना दर्तामा छ बच्चाको जन्म दर्ता, आमा बुवाको नागरिकताको फोटोकपी, विवाह दर्ताको फोटोकपी, त्यो चाहिँ हामी राखेर उहाँहरूको अनि उसको बर्थ कहाँ भएको, अगर बर्थ हस्पिटलमा भएछ भने हस्पिटलको कागज चाहियो। घरमा अब भएछ कुनै मान्छे अब अनपढ हुन्छ, तिनीहरू घरमै बच्चा भइसकेको छ भने त्यसलाई हामी घरमा राखेर हामी उहाँहरूको जन्मदर्ता घटना दर्ता, त्यो पनि अगर केही कागज छैन भने उमेरको हद अगर बढी भइसकेको उसको छ भने हामी सरजमिन मुचुक्ताको आधारमा घटना दर्ता पनि गर्छौँ। तर जसरी अब स्थानीय निकायमा के हुन्छ, जति जनतालाई सजिलो पर्ने कामहरू हुन्छ अब त्यो वडाबाट हामीले गर्दै आएका छौँ। अब किनभने धेरै कुराहरू नियम कानुनले खोज्दाखेरि स्थानीय निकायमा त्यो धेरै कुरा लागू हुन सक्दैन, किनभने कि यहाँ जनप्रतिनिधिका स्थानीय निकायका कर्मचारीहरू इलेक्टेड पर्सनहरू हुन्छन्। उहाँहरूको निगरानीमा हामी काम गर्छौँ। सकेसम्म उहाँहरूलाई पनि सहयोग बनाउँदै आफ्नो पनि सहरी कुरालाई कानुन प्रविधिभित्र रहेर सबै कुरा हामी गर्छौँ। सामाजिक सुरक्षा भत्ता सम्बन्धी केही जानकारी? सामाजिक सुरक्षामा के हुन्छ नि, जसरी तपाईको 70 वर्ष अहिले छ बुढाबुढीको, उहाँहरूलाई हामी 70 वर्ष पुगिसकेपछि उहाँसँग नागरिकता र 2टा फोटो लिएर हामी उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइन्छ। विधवाको हकमा के हुन्छ भने अब जस्तै कसैको श्रीमान बित्नु उसको उमेरको हदबन्दी हुँदैन, जुन बेला पनि उसले विधवाको दर्ता गराएर त्यो भत्ता खान सक्नुहुन्छ। र यो वडा कार्यालयमा देखिने समस्या तथा त्यहाँ तिनको समाधानहरू के छन्? समस्या त के हुन्छ भने अब जनतासँग सरकार भएको वडा कार्यालय हो, अलिअलि त छोटो मोटो कुराहरू आइरहन्छन् गइरहन्छन्। अब त्यो कुरा हामीले आफ्नो हिसाबले म्यानेज गरेर कसरी जनतालाई सुख सुविधा होस् भनेर
त्यो कुरा हामी मिलाएर गर्छौँ। त्यसरी कुनै खासै हामी दुःख दिने मनसायले पनि उहाँहरूलाई केही गर किनभने कि अब धेरै जसो मान्छेले कुनै निवेदन लिएर आउँदैन। अब हामी निवेदन लेख्न पनि लगाइदिन्छु आफ्नो स्टाफहरूसँग। धेरै जसोसँग फोटोकपी हुँदैन। उनीहरूको आर्थिक अवस्था हेरेर फोटोकपी पनि हामी आफ्नो अफिस वडा कार्यालयबाट उपलब्ध गराइदिन्छौँ। सकेसम्म अब हामीले स्थानीय निकायको अफिस वडा कार्यालय भनेको सहयोगकै भावनाले हो। त्यसैले हामी त्यो सब कुरा गर्दै आएका छौँ। र हामी एक जिम्मेवार नागरिक हुनेका कारण हजुरको यो कार्यमा हामी के सहयोग गर्न सक्छौँ? अब हजुरहरूले त यो धेरै राम्रो ठुलो काम गर्नुभएको छ। यो कुराहरू पनि सोध्ने मान्छे पनि माने त्यो हिसाबले हेर्दाखेरि कमै मान्छे सोध्छ। तर तपाईँहरूको जुन यो मैले यो सिस्टम हेरेँ, तपाईँहरूले जुन संस्था मार्फत म कहाँ आउनु भएको छ, त्यो मलाई धेरै राम्रो पनि लाग्यो। तपाईँहरूले समय समयमा यही कुरा उठाउँदै आउनुहुन्छ भने यो कुरा धेरै सुधार हुँदै जान्छ। तपाईँहरूको संस्थाप्रति मेरो आभार प्रकट छ, धन्यवाद पनि छ मेरो तर्फबाट। आउने भविष्यमा तपाईँहरू झन् यसलाई स्थानीय निकायमा अलि आएर कुनै कुनै कुराको सोधपुछ गर्नुहुन्छ भने, हामीलाई कमी कमजोरी छ भने त्यो पनि तपाईँहरूले हामीलाई दर्शाउनुहुन्छ भने हामीले त्यसमा सुधार गर्न कोसिस गर्छौँ। मेरो भनाइ त्यही। यो वडा कार्यालय 4 को विकासको गतिविधिहरू के छन्? विकासको गतिविधि त के छ भने हाम्रो वडा एउटा मेन सिटीको मेन पोइन्टमा छ। यहाँ हरेक कुरा सुखी सम्पन्न र सुविधायुक्त भएको थियो। त्यही पनि हामीले यहाँको सरसफाइदेखि लिएर नाला बत्ती सबैसम्म हामी आफ्नो निगरानीमा राखेका छौँ। कहीँ टुटफुट बाटो भएको छ भने हरेक वर्ष हामीले जुन पुरानो बाटोहरू छ त्यसलाई हामीले कङ्क्रिट गरेर पिचिङ गरेर ब्लक राख्ने ठाउँमा ब्लक राखेर त्यो सब हामी गर्दै आएका छौँ। यो वडा कार्यालयले नागरिकहरूलाई दिनुपर्ने जानकारी के छ? के जानकारी दिन चाहनुहुन्छ? म यही नागरिकहरूलाई के जानकारी दिन चाहेको छु, उहाँहरूको पनि सहयोग होस् यो वडा कार्यालयप्रति। उहाँहरूको कुनै किसिमको त्रुटि छ त्यस्तो छ भने हामीलाई सुझाव दिन आउनु पर्यो। तपाईँहरूकै संस्था मार्फत आउनु पर्यो, झन् राम्रो हुन्छ। कुनै एउटा निर्देशन र मार्गदर्शन निर्देशन दिने मान्छे हुन्छ भने झन् राम्रो हुन्छ। त्यो हिसाबले मेरो हिसाबले उहाँहरूलाई जे आफ्नो उहाँहरूलाई सुविधाहरू जुन हुन्छ त्यो हिसाबले उहाँहरू जसरी आउनुहुन्छ आउनु सक्नुहुन्छ। धन्यवाद सर। एउटा फिडब्याक लेखिदिनु। हामी आए त तपाईँलाई कस्तो लाग्यो भनेर फिडब्याक लेखिदिनु। यहाँ लेख्नु। हजुर।